तपाईको पार्टीको बाउको बिर्ता हो यो देश, तपाईको बाउको यो पार्टीको बाउको बिर्ता, केपी ओलीको बाउको बिर्ता हो। रवि बालिन हर्क कुलमान अब कस्तो निचोटा पुग्नेवाला छन् तपाईँ ठ्याक्कै भन्नुहोस्। अब प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनुहुन्छ। अब रविजीले चाहिँ यसको चाहिँ नेतृत्व सकेसम्म त कुलमानजीसँग त एकीकरणको प्रयास सफलता होला जस्तो मलाई लाग्छ। हर्कजीसँग चाहिँ एकीकरण हुँदैन। बालेन शाह पनि अब उहाँले पनि आफ्नो तुरुप निकालिसकिराख्नु भएको थिएन। नयाँ शक्तिहरूसँग डर छ? नयाँ शक्तिहरूसँग डर छैन। किन डर छैन भने महेश बस्नेतले के भन्नुहुन्छ, मेरो नेतालाई छोड्यो भने देशभरि आगो बाल्छ, रेकर्डेड छ हैन। उहाँ केपी ओली शर्माले के भन्नुहुन्छ, नेतृत्वलाई छुनायो भने देश ठप्प हुन्छ। यो वामपन्थीहरूले गर्ने विद्रोह, द्वन्द्व र विध्वंस स्कुलिङै त्यही छ। अनि त्यो ठुलो कुरा गर्छ सत्ता। विजय भाषणमा उहाँले बोलेको छ। यसरी लिउँ, यसरी लिउँ है। कसरी लिने म्याम, कसरी लिने भन्नुहुन्छ? देश ठप्प बनाउँछ भन्नुहुन्छ। मैले अघि नै भने म तपाईहरुको आवेगमा छैन। तपाईको पार्टीको बाउको बिर्ता हो यो देश। नयाँ दलहरू आउनु पर्दछ भन्ने भाष्य चाहिँ नि हामीले जसरी निर्माण गर्न खोजेका छौं, जस्तो दलहरू पुराना भए, दलहरूले कामै गरेनन्, दलहरूले लुटे, त्यस पछाडि के भए, दास भए, झोले भए, जे चाहिँ कुराहरू गरेर हामी नयाँ आउनु पर्दछ भन्ने कुरालाई स्थापित गर्न खोज्दैछौँ। उहाँहरूले खेलेको भूमिका र देशमा जुन लुट मचाएर सुन काण्ड थिए, भुटानी शरणार्थीलाई बेचेर आर्जु भाउजू मन्जु भाउजूहरू जस्ता डकैतहरूले जस्ता पालेर राख्न सकिन्छ। अब माओवादीको नाममा सुन ओसारेर चाहिँ भारत पुर्याएर हिँडेको यस्ताको नेतृत्वमा जान सक्छ अब देश। अभियन्ताहरू हौँ भन्नेको भाषामा मैले कसैलाई ठाडो भ्रष्टाचारी करार गर्न सक्दिनँ, त्यो मेरो चेतनाले दिँदैन। किनभने राज्यसँग विभिन्न निकायहरू छन्, त्यो निकायहरूले छानबिन गर्नुपर्दछ र दोषीलाई कारबाही गर्नुपर्दछ भन्ने मान्यता म राख्दछु। मैले तपाईँले राख्दाखेरि मैले सुनेको मलाई एउटा के राख्न दिनुहोस् भने तपाईँले जस्तो मान्नुहोस्, तपाईँले आफ्नो देशमा भएका सबै इन्स्टिट्युसनहरूलाई यसै गरी लिन थाल्नुभयो भने तपाईले देशमा के कुरालाई चाहिँ तपाईले स्वतन्त्र देख्नुहुन्छ र दलहरू बीचको इमानदारी त आजको भू राजनीतिले माग्छ र त्यो भयो भने मात्रै नेपाल सार्वभौम मुलुकको रूपमा अगाडि बढ्छ। तपाईँ बोल्दाखेरि बोलेको छैन, त्यो भएर प्लिज मलाई मेरो कुरा राख्न दिनुहोस्। त्यसैले गर्दाखेरि मैले के कुरा मैले चाहिँ केपी ओली प्रति मात्रै भनेको छैन। केपी शर्मा ओलीले भारतीय विदेशी जासुसी संस्था रले कुन तरिकाले यहाँसम्म पुर्याएको छ भन्ने ती कुराहरू पनि पढौँ। त्यसकारण मेरो नेता देवत्वकरण गर, उहाँ चाहिँ मेरो नेता नै यो देशको एउटा राष्ट्रिय अखण्ड र सार्वभौम राष्ट्र नेता होइन, बुवा के भन्ने छ नि त एमालेको साथीहरू बा होइन। त्यसले गर्दा एउटा कुरा के छ भने हिजो अन्तर्राष्ट्रिय शक्तिशाली देशहरू, हिजो इराकको पनि सद्दाम हुसैन पहिला सिआइएको एजेन्ट थिए। जब त्यो पालिसपछि तर आफू बोलियो भएपछि अनि उमाथि नङ्ग्रा र धारा प्रयोग गर्न खोजेपछि उनलाई ठिकमा लाइनमा ल्याएकोलाई सद्दाम हुसैनको सत्ताच्युत जस्तै भारतले केपी ओलीलाई सत्ताच्युत गरेको यो मेरो ठम्बाइ छ। यसमा के छ भने अप्रमाणित तथ्यहरूमाथि उभिएर कसैमाथि ब्लेम लगाउने काम नगरौँ, जिम्मेवार राजनीति गरौँ, जिम्मेवार हिसाबले प्रस्तुत हौँ। म यति कुरा भन्न चाहन्छु। हामी कानुनको शासन त्यस्तो हुन्छ, परिपक्व राजनीति गरौँ। हामीले किन अनुमानका आधारमा हामी किन कानुनको शासन तपाईहरुले बनाएको संरचना यही हो। अनुमानको आधारमा कुरा नगरौँ। पत्र लेखेको छ, उहाँलाई तपाईँ बयान दिन आउनुहोस् भनेर पत्र लेखेपछि जानुहुन्छ। पहिला पत्र लेखेर हेरोस् न। अनि पत्र लेख्नु पूर्व नै किन आउँदिन? जाँचबिज आयो देउबालाई हैन, अरु पुराना नेताहरूलाई प्रचण्डज्यूहरूलाई धुलो चटाएर छोड्ने हो। एकदम त मैले अघि तपाईलाई भने नि कसरी आधार के त यस्तो छ। एमाले भित्रको आन्तरिक प्रतिस्पर्धालाई तपाईले सही रूपमा बुझ्ने कोसिस गर्नु पर्छ। प्रतिस्पर्धा पछाडी पनि सुन्नु न, केपी शर्माले के भन्नुभयो महाधिवेशन पश्चात कुनै पनि गुट छैन भन्नुभयो नि, तर त्यो व्यवहारमा त देखिएन नि। मैले तपाईलाई यो सन्दर्भ मलाई बोल्न दिनुहुन्छ? म राखौँ। नेकपा एमाले भित्रको आन्तरिक प्रतिस्पर्धालाई सही हिसाबले बुझ्नु पर्दछ। एमाले भित्र प्रतिस्पर्धा हुनै दिइँदैन भनिन्थ्यो, तर एमाले भित्र आन्तरिक लोकतन्त्रलाई हामीले पटक सुरक्षित गर्यौं नि त महाधिवेशन मार्फत। त्यो त जेनजी आन्दोलनको प्रभाव हो। त्यो मात्रै होइन। जेनजी आन्दोलनको युवाहरुकै प्रभाव हो नि। अहिले तपाईले युवाहरुलाई जसरी निषेध गरिराख्नु भएको छ, युवाहरुको आवाजकै प्रभाव हो। जेनजी भनेको चाहिँ भगवान बनाउने कुरा हो। हजुर हैन,
देवत्वकरण एउटा नेतालाई देवत्वकरण गर्ने कुरा आयो। रवि लामिछाने थुनामुक्त हुनुभयो। हजुर। प्रधानमन्त्री सुशीला कार्कीले रवि लामिछाने पक्राउ पर्दाखेरि रवि लामिछानेको इस्यु आउँदाखेरि रवि लामिछाने त निर्दोष छन् भन्ने व्यक्ति उहाँ। अनि साथीभाइहरूले भन्ने गर्छन् कि अब रवि लामिछानेले चाहिँ यही सरकारले सहयोग गरेर छुटायो भन्ने कुरा पनि गर्छन्। र तपाईँहरू अहिले रवि बालेन भनेर हिँडिराख्नु भएको छ, भगवानै बनाइराख्नु भएको छ नि त एक किसिमले हेर्ने रवि बालेनलाई पनि। अनि पुरानो र तपाईँहरूको के फरक? होइन, नेतृत्वमा पुरानो शक्तिलाई विस्थापित गर्न, नेतृत्वमा कसैलाई स्थापित गर्न पर्ने आवश्यकता हुन्छ समयको माग अनुसार। पनि रवि बालेनसँग अथवा कुलमानसँग, सागर ढकाल, हर्क साम्पाङसँग अझै पनि सहकार्य हुने सम्भावना देखिँदैन? अनि यस्तो छ, उहाँहरू पनि आफू होइन, आफू मात्रै प्रधानमन्त्री मै देश हाँक्ने भन्ने जुन उहाँको छ, त्यही हामीले सबलाई पद चाहियो। यस्तो पाराले जेनजीहरूको मनोभावना अनुसार काम हुन्छ हुँदैन, त्यसमा म स्वीकार्छु सर। तपाईहरु पार्टी खोल्ने, जाने, पदमा पुग्ने, म लगायत पत्रकार ऋषि धमला नेताको रवि लामिछाने यस्तो छ, रवि लामिछाने आफै विवादित नयाँ शक्तिको नेता एउटा कुरा तपाईँ लिनुहोस्, अहिलेको आन्दोलनको संवाद पनि बालेन शाह हो होइन, विचार हो। रवि लामिछाने वैचारिक शक्तिमा नेता स्थापित भइसक्नु भएको छ। अब अहिले देशको जेएनजी विशेष गरेर युवा समूहको व्यक्तिहरूको नेता भनेको बालेन शाह हो। र हामीले सिद्धान्तलाई थाँती राखेर भोलि हाम्रो सहकारी विभिन्न सिद्धान्तको राजनीतिक आवरणमा रहेका दलहरू छन्, तर हाम्रो एकमात्रै लक्ष्य भनेको यो तीनटा भ्रष्टाचारी विदेशी दलाल शक्ति छ नि, तीनटा यिनीलाई धुरमा चटाउने हाम्रो मुख्य विदेशी दलाल। राति प्रधानमन्त्री रको चिफ्ला आएर भेटेछ। नयाँ शक्तिहरूसँग डर छ? नयाँ शक्तिहरूसँग डर छैन। किन डर छैन भने एक त नेकपा एमाले देशव्यापी रूपमा जुन संरचनामा स्थापित छ र उसले त्यो संरचनाप्रति भर गर्छ। हामीले चाहिँ नि 23-24 को घटना पछाडि पार्टी पङ्क्ति थिलो थियो, असाध्यै ठुलो आक्रमण त एमालेमा थियो। रवि लामिछाने र बालेन शाह भेट्ने चलफल चलिरहँदाखेरि चाहिँ फेरि यता केपी शर्मा ओली, शेरबहादुर देउबा, राष्ट्रपतिज्यू सबैजना एक ठाउँमा हुनुहुन्थ्यो। यो राष्ट्र निर्माण कसरी गर्ने भन्ने विषयमा ठुला दलका मुख्य नेतृत्वकर्ताहरू कहिले पनि एकजुट भएनन्, तर आफ्नो पद खुस्किने भयो, राजनीति दिने भयो भन्ने कुरामा चाहिँ सधैँ एकजुट हुने। यस्तो छ, चलखेल गर्न यस्तो छ। यो भेटघाट चाहिँ रविजी र बालेनजीले नभेट्दा पनि उहाँहरूको भेटघाट हुने गर्थ्यो। संविधान जारी गर्ने बेलामा पनि उहाँहरूले भेट्नु भएको हो। मुलुकमा शान्ति प्रक्रियालाई अगाडि बढाउने सन्दर्भमा भेट्नु भएको हो। अनेकौं राष्ट्रिय राजनीतिलाई एक ठाउँमा एउटै बाटोमा हिँडाउनका लागि पनि यस्ता भेटघाटहरू भइरहेका थिए। यसलाई हामीले साह्रै एकदम ठुलो विषय भयावह बनाएर हेर्नु जरुरी छैन। यो न्यूनतम कानुनी राज्यभित्र जोगाउन सकिन्छ र रुल अफ ल भित्र जोगाउन सकिन्छ। त्यसैले यो कुरा तपाईलाई मन लाग्यो भन्दैमा रुल अफ ल मा त कब्जा छ, कब्जा छ हैन, त्यो रुल अफ ल यो न्याय हराएको देश र राजनैतिक पार्टीका नेतामा नैतिकता संकट परेको मुलुक हो।